यहाँ एउटा नक्सा देखाउन चाहन्छु। यो एन्शियन्ट काइमेरा हो। यो पहिलाको 2000 वर्ष अगाडि 3000 वर्ष अगाडि भेटाएका कुराहरू हो है। त्यो आर्कियोलोजिस्टहरूले खन्दाखेरि भेटाएको। अनि यो नक्सामा के देख्नुहुन्छ भने नि राम्रोसँगले हेर्नु भने एउटा मान्छे, आदि मान्छे है, आदि माछा, आज मर्मेड भन्छ नि है, यस्तो ब्युटिफुली त्यसलाई प्रस्तुत गर्छ है। सबैजनालाई मनपर्छ। सुन्नुहोस्, त्यो डिमोनिक हो, शैतानिक हो। त्यो नानीहरू शैतानिक हो। तर प्रस्तुत गर्दै गर्दाखेरि चाहिँ फेरी टेलको रूपमा उनीहरूले प्रस्तुत गर्छ। परीको कथाको रूपमा तिमीलाई भन्छ, सो द्याट तिमीले एक्सेप्ट गरोस्। जसरी अघि हामीले दानियलको किताब 2 अध्यायको 32, 33, 34 पदमा लेखेका कुराहरू चाहिँ कसरी आज हाम्रो नानीहरूलाई प्रस्तुत गरिरहेको छ। अनि त्यसमा एक्सेप्टेन्स पनि छ। त्यसमा कुनै पनि भल्गार कुरा देखाउँदैन, त्यसमा कुनै व्यभिचारको कुरा देखाएको छैन। तर त्यसले बिस्तारै हाम्रो नानीहरूलाई तयारी बनाउँदैछ कि तिमी पनि जब त्यस्तो किसिमको इन्टेलिजेन्स आउँछ जो चाहिँ अलरेडी आइसकेको छ। मैले भनेको बुझ्दै हुनुहुन्छ आमा बाउहरूले यसको गम्भीरतालाई? कतिजनाले बुझ्दै हुनुहुन्छ? यसो हात हल्लाइदिनुहोस् त। सुन्नुहोस् है, यो गम्भीर कुरा हो। यदि आज हामी नि प्रार्थना गरेनौँ, यदि आज हाम्रो घरमा पारिवारिक वेदी छैन, यदि हाम्रो घर चाहिँ प्रार्थनाको घर होइन भने चाहिँ हामी गम्भीर समयमा पुगिसकेका छौँ। किनभने नि तपाईँको नानीलाई समात्नुको लागि चाहिँ अलरेडी यो कुराहरूले इन्डाइरेक्टली उसको साथीसँग स्कुलमा बोल्दाखेरि, बात मार्दाखेरि, उसले गेम खेल्दाखेरि, उसले स्टोरी एक्सचेन्ज गर्दाखेरि चाहिँ नि यही कुराहरूलाई नै उसले एक्सचेन्ज गरिरहेको हुन्छ। सो यो पालि हामी तपाईँलाई यो भन्नुलाई आएन नि जङ्क फुड नखानुहोस्, कार्टुन नहेर्नुहोस्। त्यो त तपाईँले सिकिसकेको छ। हरेकपल्ट त्यही कुरा भन्यो भने त के हुन्छ? वाक्कै हुन्छ नि मान्छे। त्यो त अस्ति सिकेको। अनि शैतान पनि एउटै ठाउँमा अड्किँदैन। त्यसले थाहा पाउँछ नि अब यसलाई जङ्क फुड खाँदाखेरि चाहिँ यसले खाँदैन। सो तपाईँलाई अर्को तरिकाले त्यसले आउने कोसिस गर्छ। अर्को तरिकाले त्यसले एप्रोचलाई ल्याउँछ, अर्को तरिकाले। सो यो अर्को तरिकालाई हामी एट वर्क देख्दैछौँ, काममा देख्दैछौँ यो कुरालाई आइरहेको। सो आज भन्दाखेरि धेरै हजार वर्ष अगाडि पनि यसरी बनाउने कोसिस चाहिँ गरेको थियो। उनीहरूले बनाएको मूर्तिहरूद्वारा हेर्नुहोस् त, यहाँ नक्सामा उनीहरूले बनाएको मूर्तिहरू हो यो। उनीहरूले खोपेको नक्साहरू हो। तर त्यो समयमा पनि उनीहरूले केही कुरा चाहिँ कोसिस गर्दै थियो। दे वर ट्राइङ। उनीहरूले कोसिस चाहिँ गरिरहेको थियो। किनभने शैतानलाई थाहा छ नि त, शैतानलाई थाहा छ अन्त कसरी आउँछ भनिकन। तर त्यसले अन्तलाई ल्याउनुभन्दा अगाडि चाहिँ त्यसले विनाशलाई ल्याउन चाहन्छ। अनि विनाश चाहिँ कति बेला आउँछ एउटा मान्छेको जीवनमा भने नि जब त्यो व्यक्ति चाहिँ परमेश्वरको कुराहरूदेखि अलग हुन थाल्छ। सो यहाँ यो तपाईँले एन्शियन्ट काइमेराज भन्छ यसलाई। यो एन्शियन्ट काइमेराजमा हेर्नुभयो भने नि यहाँ आदि मान्छे, आदि माछा है। सेकेन्डको नक्सामा हेर्नु भने एउटा मान्छे, त्यहाँदेखि चिल, त्यहाँदेखि सिंह के जोडेको छ। फेरि तपाईँले अर्को नक्सामा हेर्नु भने त्यस्तै किसिमको मान्छेको अनुहार छ, सिंहको जिउ छ है, पखेटा केसको छ, विभिन्न किसिमको यो कुराहरू देख्छ। आज अलरेडी इतिहासमा यो कुरा गवाई छ। तर त्यो समयमा चाहिँ उनीहरू सफल भएको थिएन। दे वर नट सक्सेसफुल। कोसिस चाहिँ सुरुदेखि नै भएको थियो। अनि परमेश्वरको वचन पढ्नु किन जरुरी छ हेरे नानीहरू? सबैजनाले एकैछिन तपाईँको बाइबललाई खोल्नुहोस्। ड्युटोरोनोमी च्याप्टर 22 वर्स 9। तिमीले बाइबल पढ्नु किन जरुरी छ? तिमीले बाइबल जान्नु किन जरुरी छ भन्दाखेरि चाहिँ किनभने यो कुराहरू चाहिँ लेखेको छ बाइबलमा अगाडिबाटै। अनि चर्च हामीले त झन् ध्यान पनि दिँदैन यस्तो कुरालाई। तर हामी हेरौँ व्यवस्थाको किताब 22:9। व्यवस्थाको किताब 22 अध्यायको 9 पद। व्यवस्थाको किताब 22 अध्यायको 9 पदमा यसरी लेखेको छ, दागबारीमा 2 किसिमको बिउ नलगाऊ, नत्र त तिमीहरूले त्यसो गर्यो भने तिमीहरूले लगाएको बिउ मात्र होइन तर दागको उब्जनी समेत दुवै अशुद्ध हुनेछ। लेखेको छ वचनमा, यु विल नट क्रस द सिड्स। मिक्स गर्नु हुँदैन सिडलाई, चाहे त्यो दागको सिड होस्, चाहे त्यो मान्छेको सिड होस्, चाहे केटी हुने या केटा हुने, त्यो नगर्नु भनेर लेखेको छ। त्यो गर्यो भने चाहिँ के हुन्छ अरे भन्दाखेरि चाहिँ त्यो गर्यो भने चाहिँ
तिमीले ठाउँलाई नै के बनाउँछौ? श्रापित बनाउँछौ। त्यसैले लेखेको छ 22:9 पदमा, दागबरीमा 2 किसिमको बिउ नलगाऊ, नत्र त तिमीहरूले त्यसो गर्यो भने तिमीहरूले लगाएको बिउ मात्र होइन तर उब्जनी समेत सबै दुवै अशुद्ध हुन्छ। सो शैतानले चाहिँ नि अशुद्धतालाई नि कसरी ल्याउन भनिकन कोसिस गरिरहेको छ। कसरी एउटा मान्छेको जीवनमा अशुद्धता है कसरी आउँछ? थ्रु टेक्नोलोजी हुन्छ कि है एउटा छोरा मान्छेलाई चाहिँ म चाहिँ छोरी हो भन्ने विचार हाल्देर हुन्छ कि छोरी मान्छेलाई चाहिँ म चाहिँ छोरा हो भन्ने विचार हाल्देर हुन्छ कि या विभिन्न किसिमको उत्पट्याङ कुराहरू तपाईको जीवनभित्र हाल्ने कोसिस गरिरहेको हुन्छ। त्यसले तपाईसँग बोल्ने कोसिस गरिरहेको हुन्छ। अनि त्यो बोल्दै गर्दाखेरि चाहिँ नि यस्तो मेसेजेसमा बोल्छ, यस्तो मेसेजमा बोल्छ। सो हामीले के देख्दैछौँ? यो कुराहरू आज संसारमा घटिरहेको छ। हिजो अस्ति एउटा ग्लोबल समिट भयो, एआई फर गुड, आर्टिफिसियल इन्टेलिजेन्स चाहिँ मान्छेको भलाइको लागि है। अनि उनीहरूले के भन्नु थाले? अब नेक्स्ट लेभलमा चाहिँ उनीहरूले भन्नु थाले अब एआईले आफै बाइबल पनि लेख्न सक्छ। यो पुरानो बाइबललाई हटाऊ। किन हटाएको छ? किनभने अघि लेखेको छ नि 2 किसिमको बिउलाई मिक्स नगर। यो भन्ने मान्छे छ नि, यो मान्छेको नाम चाहिँ नि युval नोआ हरारी हो। यो मान्छेको नाम इजरायली एउटा हिस्टोरियन हो। तर यसले केटासँगै बिहा गरेको छ। यसले बाइबललाई किन हटाउन चाहन्छ? किनभने बाइबलमा लेखेको छ केटा केटाले बिहा गर्नु हुँदैन, बाइबलमा लेखेको छ केटी केटीले बिहा गर्नु हुँदैन, त्यस्तो गर्नेहरू नरकुण्ड जान्छ भनेर। अनि मान्छेले त प्रभुको वचनलाई त विश्वास गर्छ नि त। सो उसले के भन्यो? हामी नयाँ बाइबल लेखौँ। अनि त्यो बाइबल चाहिँ कसले लेख्छ? एआईले। एआई भनेको चाहिँ नि आर्टिफिसियल इन्टेलिजेन्सले। हेर्नुहोस् अब त्यसले यो भन्दै गर्दाखेरि नि कुन चाहिँ अगमबानी पुरा भइरहेको छ? कुन चाहिँ अगमबानी पुरा भइरहेको छ भन्दाखेरि नि परमेश्वरको वचनमा लेखेको छ कि यस्तो दिन आउँछ जब वचनको के हुन्छ? अनिकाल हुन्छ। हामीलाई त बानी भइसक्यो नि है हाम्रो फोनमा बाइबल चलाएर आजकल त हामी यस्तो पन्ना भएको बाइबल बोक्नु त ओल्ड फेसन भइसक्यो। आज त हामी कस्तो बोक्छौँ? फोनमा बोक्छौँ। तर तपाईँको फोनको बाइबललाई नि म्यानिपुलेट गर्न सक्छ। नानीहरू, यु सुड ह्याभ अ बाइबल। तर नि यस्तो बाइबल पनि आएको छ अहिले एमाजोनमा। यस्तो बाइबल पनि आएको छ जुन चाहिँ बाइबल चाहिँ अगाडिको पवित्र आत्माले प्रेरित भएर लेखेको होइन, तर भूतात्माको शिक्षाद्वारा लेखेको बाइबलहरू आएको छ। जस्तो कि क्रिस्लाम भन्छ। अहिले भर्खर लेस्बियन गेहरूको एउटा बाइबल आएको छ। यदि हामीले बुझेनौँ भने चाहिँ नि हामीले सिकाएनौँ चर्च, यदि हामीले बुझेनौँ, हामीले सिकाएनौँ, हामीले इनिसिएटिभ लिएनौँ, हामी चुपचाप बसिरह्यो भने आमाहरू बाबुहरू हामी चुपचाप बसिरह्यो भने चाहिँ नि यसले पेल्छ। क्यालिफोर्नियामा एउटा नयाँ ल निकालेको छ। अनि त्यो ललाई उनीहरूले पारित गर्ने कोसिस गरिरहेको छ। अनि त्यो लले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ यदि एउटा नानीलाई चाहिँ नि उसको इच्छा अनुसार है उसलाई केटा हुनु दिएन या केटी हुनु दिएन भने चाहिँ त्यो नानीलाई चाहिँ त्यो घरबाट निकालेर यस्तो घरमा लगेर राखिदिन्छ जुन चाहिँ घरले चाहिँ त्यो कुरालाई प्रमोट गर्छ। अब त्यसको मतलब के हो? यहाँ चाहिँ क्रिस्चियन भ्याल्यु भएको घर। यदि अहिले सानो हुँदाखेरि हामीले यो नानीहरूमा एउटा इसाई मूल्यलाई हालेनौँ, वचनले के भन्छ भन्ने कुरा हालेनौँ भने चाहिँ नि अब त्यो कानुन यहाँ आउनु कति पनि टाढो छैन, टाढो छैन। हामी भन्छ नि इन्टरनेसनल स्कुल हो, हामी भन्छ नि यस्तो दामी स्कुल्सहरूको विरुद्धमा बोलेको होइन फेरि, त्यो गैर कानुनी हुन्छ होला। तर नि त्यहाँ पढ्ने, त्यहाँ शिक्षा लिने नानीहरूको विचार, उनीहरूको आमा बाउको विचार, ठुल्ठुलो यो यस्तो यस्तो मान्छेहरूको विचार है, यसलाई त सारा संसारले मान्छ नि, सारा संसारले मान्छ। उसले के भन्दैछ? हामीले चाहिँ के गर्नुपर्छ? अब नयाँ बाइबल लेख्नुपर्छ। एआईले बाइबल लेखिदिन्छ, नयाँ बाइबल लेख्नुपर्छ। अनि परमेश्वरको वचनमा लेखेको छ आमोसको किताब 8 अध्यायको 11 पदमा परमप्रभु परमेश्वर भन्नुहुन्छ यस्तो दिनहरू आउँदैछ जब अनिकाल हुन्छ, जुन चाहिँ न त अन्नको अनिकाल न पानीको तिर्खा हो,
तर परमप्रभु वचन सुन्ने तृष्णाको अनिकाल हुनेछ। परमप्रभु मानिसहरू परमप्रभुको वचनको खोजीमा एक समुद्रदेखि अर्को समुद्र र उत्तरदेखि पूर्वसम्म धर्म लिँदै हिँड्छ। यस्तो समय आउँछ जब रिप्लेस गरिदिन्छ। अब टेक्नोलोजी आएपछि चाहिँ हामीले यो बाइबल त्यसै पनि रिप्लेस भइसकेको छ, फोनले रिप्लेस गरिसकेको छ। त्यहाँदेखि त्यो फोनभित्र भएको कुरा त एभ्री अपडेटमा चेन्ज हुनसक्छ र उनीहरूले यस्तो अपडेट हालिदिनु सक्छ तपाईँको फोनमा भएको बाइबलमा, तपाईँलाई थाहै हुँदैन। तपाईँको इन्टरनेट अन गर्ने बित्तिकै या वाइफाईसँग जोडिने बित्तिकै तपाईँको बाइबल चाहिँ नि यसरी लेखेको बाइबलमा परिणत हुनसक्छ। जुन चाहिँ बाइबलमा चाहिँ नि बेविचार पाप हो भनेर लेखेकै हुँदैन। अस्ति म इजरायलमा थिएँ, दुःख लाग्यो, यति साह्रो मन रुयो त्यहाँ गएर। इजरायलको मोडर्न क्यापिटल तेलअभिवमा थिएँ। अनि तेलअभिव चाहिँ संसारको गे क्यापिटल पनि हो। हामी होटलबाट बाहिर निस्किँदै थियौँ, है दुईजना केटा आउँदो रहेछ। एउटा चाहिँ केटी अरे, एउटा चाहिँ केटा। केटीको ड्रेसअप गरिरहेको छ। उल्टी झन्डै आयो उनीहरूलाई देख्दाखेरि, वाक भएर आयो। साँच्ची नै भनेको, के गर्ने चर्च भोलि यस्तो सिचुएसनहरू आयो नि। उनीहरूले त भन्दैछ अब नयाँ बाइबल लेख्ने भनेर, है संसारको हो नि। संसारले इसाईको धर्मगुरु भनेको, है मान्छेले पनि त्यो कुरालाई भन्यो। अहिलेको लेटेस्ट पोपले भन्यो, है बाइबल त आउटडेटेड हो भन्यो। उहाँको स्टेटमेन्टसँग मलाई भन्नु केही पनि छैन। तर नि त्यो कुरालाई नि अब उनीहरूले संसारले चाहिँ कसलाई हेर्छ, है संसारको टप मान्छेहरूले भनेको चाहिँ मानिलिन्छ नि, मानिलिन्छ। तर सानोतिनो मान्छेले भनेको त कहाँ मानिलिँदैन नि। अहिले नि यो इन्भिटेसन चाहिँ नि यहाँ भएको सबै लिडर्सहरूलाई यहाँको प्रेसिडेन्टले दिएको, यहाँको गभर्नरले दिएको भने सबैजना यहाँ हुन्थ्यो। तर साधारण मान्छेले दिँदाखेरि कोही पनि हुँदैन। हेर्नुहोस्, संसारले चाहिँ इन्फ्लुएन्सलाई चलाउँछ, प्रभावलाई चलाउँछ। किन त्यो प्रभावशाली व्यक्तिले भनेको उसले चाहिँ सबैजनालाई रिप्रेजेन्ट गर्छ। तर आज यदि हामी सत्यतालाई बुझ्ने मान्छेहरू हो भने चाहिँ वी विल टेक आवर स्ट्यान्ड। हामी सिकाउँछौँ सही कुराहरूलाई। मलाई अघि नि यो ठाउँमा आउँदाखेरि च्यालेन्ज भइरहेको थियो, आजको कुरालाई कसरी भन्नु। किन आज त्यहाँ त थुप्रो दल छ, तर यो सबै दलले नि सँगै बसेर एटलिस्ट हेऱ्यो मात्रै भन्यो भने, नक्सै मात्रै माइन्डमा पस्यो भने पनि उसले कुरा चाहिँ बुझ्नु थाल्छ। ए अस्ति त अङ्कलले त यस्तो पो नक्सा देखाएको थियो त, ए हाल्नु हुँदैन, मेरो शरीरमा त त्यस्तो केही पनि हाल्नु हुँदैन। उसले त्यति नै बुझ्यो भने पनि भइगयो। तर आमा बाउको काम छ, चर्चको काम छ, के चाहिँ हाल्नुपर्ने हो भित्र, वाट ट्रुथ आर वी पुटिङ इन, के चाहिँ हाल्नुपर्ने। सो के भन्दैछ उनीहरूले, अब आर्टिफिसियल इन्टेलिजेन्सले लेख्छ। प्रभुको चेलाले नि जब प्रभु यीशु ख्रीष्टले कठोर कुरा गर्नुभयो नि, सबैजनाले छोडेर गयो प्रभु यीशु ख्रीष्टलाई। त्यति बेला प्रभुले आफ्नो चेलाहरूतर्फ फर्केर हेर्नुभयो अनि भन्नुभयो, तिमीहरू पनि जाने भन्दाखेरि सिमोन पत्रुसले के एन्सर देख्छ, प्रभु तपाईँलाई छोडेर कहाँ जानु। यूहन्ना 6:68 अनन्त जीवनको वचन तपाईँसँग छ। नानीहरू सुन, इटर्नल लाइफको वर्ड चाहिँ केवल येशू ख्रीष्टसँग मात्र छ। इटर्नल लाइफको वर्ड अरू कुनै पनि मान्छेसँग छैन। तिमीलाई इटर्नल लाइफ किन भन्दैछु भने नि, अब म नेक्स्ट पोइन्टमा आउँदैछु, पोइन्ट नम्बर 2 मा आउँदैछु। सो तपाईँले नि यो स्लाइडमा हेर्दै गर्दाखेरि अब परमेश्वरको वचनले हामीलाई भन्छ कि हामी चाहिँ पवित्र आत्माको मन्दिर हौ। यु आर द टेम्पल अफ द होली स्पिरिट। अनि परमेश्वरको आत्मा चाहिँ तिमीमा बास गर्नुहुन्छ। हेर्नुहोस्, यो पृथ्वीमा नि पवित्र आत्मा चाहिँ कहाँ बास गर्नुहुन्छ, वेयर इज द एड्रेस अफ द होली स्पिरिट अन दिस अर्थ भनेर हामीले भन्यो भने चाहिँ अन दिस अर्थ म हो पवित्र आत्माको मन्दिर। तर सबैजना चाहिँ होइन, है हामी हौ, तर सबैजना होइन। जसले पवित्र आत्मालाई विश्वास नै गर्दैन, सन्ताप दिन्छ, ऊ चाहिँ पवित्र आत्माको मन्दिर होइन, ऊ चाहिँ एउटा घर मात्रै हो। सो त्यस कारणले गर्दा हामीले पवित्र आत्मालाई विरोध गर्नु हुँदैन। किनभने नि एक दिन पवित्र आत्मा हट्नुहुन्छ। कति बेला हट्नुहुन्छ यो पृथ्वीबाट भन्दाखेरि नि, जसले चाहिँ पवित्र आत्मालाई आफ्नो मन्दिर बनाएको, जोहरू चाहिँ पवित्र आत्माको मन्दिर हो, त्यो मान्छेहरू अचानक उठाइन्छ नि ऱ्याप्चरमा। त्यहाँदेखि चाहिँ यो पृथ्वीमा पवित्र आत्मै हुनुहुन्न। त्यहाँदेखि चाहिँ यसले ताण्डव मचाउँछ। अब यसले नेक्स्ट के भन्दैछ भने नि,
त्यसको नेक्स्ट स्लाइडमा त्यसको नेक्स्ट गोल ओके त्यसको नेक्स्ट गोल चाहिँ के रहेछ त त्यसको अर्को उद्देश्य चाहिँ नि इमोर्टालिटीलाई हासिल गर्नु कहिले पनि नमर्ने बनिनु अब अघि पत्रुसले के भन्यो पहिलो यूहन्ना 6:68 भन्यो तपाईसँग चाहिँ अनन्त जीवनको वचन छ इटर्नल लाइफ चाहिँ प्रभुसँग मात्रै छ कतिजना आमा बाउहरू आज तपाईँ जस्ट आउनु मात्रै भएको होला सायद तपाईँ नामधारी जीवन जिउँदै हुनुहुन्छ होला है नानी जान्छु नानीको इन्ट्रेस्ट भन्यो भने त आमा बाउ आइहाल्छ नि त त्यत्तिकै मात्रै आउनु भएको होला अनि तपाईँलाई यो बकवास जस्तो लागिरहेको छ होला लेट मी टेल यु अनन्त जीवनको वचन चाहिँ नि केवल यीशु ख्रीष्टसँग मात्रै छ यदि तपाईँले यीशु ख्रीष्टलाई आफ्नो जीवन दिनु भएको छैन भने आज पश्चाताप गर्नुहोस् आज जीवन मिलाउनुहोस् प्रभुलाई माफ माग्नुहोस् किनभने अनन्त जीवनको कुरा चाहिँ अरू कहीँ पनि छैन पत्रुसले चाहिँ बुझेको थियो हामी तपाईँलाई छोडेर कहीँ जानै सक्दैनौँ किनभने अनन्त जीवनको कुराहरू चाहिँ तपाईँसँग छ जुन दिन नै हाम्रो नानीहरूले बुझ्छ नि जुन दिन चर्चले बुझ्छ नि जुन दिन मैले बुझ्छु जुन दिन तपाईँले बुझ्नुहुन्छ कि अनन्त जीवनको कुरा चाहिँ येशू ख्रीष्टसँग मात्रै छ भनेर थाहा पाएपछि चाहिँ नि उनीहरू सुरक्षित हुन्छ तर बुझेन भने चाहिँ देयर आर अदर अप्सन्स है के रहेछ अरू विकल्पहरू है अरू विकल्पहरूलाई हामी देख्छौँ सो उनीहरूले भनिरहेको छ अरू विकल्पहरू चाहिँ के हो उनीहरूले भन्दैछ एटेन इमोर्टालिटी आज नि यसरी भन्दैछ 2030सम्म चाहिँ नि मान्छे कहिले पनि नमर्ने बनिन्छ भन्दैछ संसारको वैज्ञानिकहरूले 2030 सालसम्म चाहिँ तर कुरा त्यति नै हो तपाईँले अहिलेको चिप चाहिँ हाल्नु पऱ्यो छाप चाहिँ लिनु पऱ्यो शैतानले त त्यसै भन्छ नि त बाइबलमा के भनेर लेखेको छ दानियलको किताब 11:32 पद सबैले खोल्नुहोस् दानियल 11:32 दानियल 11:32 सबैले पाउनुभयो दानियल 11:32 डिस्प्लेमा पनि हालिदिनुहोस् ओके यसरी लेखेको छ करार भङ्ग गर्नेहरूलाई करार भङ्ग गर्नु भनेको चाहिँ नि परमेश्वरको वचनलाई नपत्याउनेहरू परमेश्वरको यो करारलाई नि भत्काउने यो छैन भन्नेहरू भनेको यो सक्यो भन्नेहरू करार भङ्ग गर्नेहरूलाई त्यसले झुटो प्रशंसा गरेर आफ्नो तर्फमा पार्नेछ त्यसले चाहिँ नि झुटो प्रशंसा गरेर आफ्नो तर्फमा पार्छ त्यो स्लाइड हेर्नुहोस् अहिलेको त्यसले के भन्दैछ 2030 सालसम्म हेर्नुहोस् यो कहिले पनि यस्तो दाबी कसले पनि गरेको थिएन इतिहासमा चाहिँ हामी कति प्रभुको आगमनको नजिक छौँ प्रभु कति ढोकामा हुनुहुन्छ भन्ने कुरा चाहिँ नि यसले देखाइरहेको छ है 2000 अबको 4000 वर्ष बाद या अबको 5000 वर्ष बाद या 500 वर्ष बाद भनेको छैन उनीहरूले के भन्दैछ 2030 सालभित्रमा चाहिँ मान्छे चाहिँ इमोर्टल हुन्छ नमर्ने बनिन्छ तर त्यो नमर्ने बनिने यो मान्छेको बारेमा अलिकति तपाईँलाई भन्छु ल यहाँ मेरो नोट्स त्यहाँ लेखेको छैन तर मेरो नोट्सबाट पढेर भनिदिनु पर्यो त्यो मान्छेको नाम चाहिँ नि गुगलको एकजना साइन्टिस्ट छ त्यसको नाम चाहिँ रे क्रुजवेल भन्ने यहाँ तपाईँले देख्दै हुनुहुन्छ त्यो मान्छेलाई रे क्रुजवेलले चाहिँ के भन्दैछ भने नि उसले चाहिँ भन्दैछ कि 2030 सालसम्म चाहिँ मान्छे चाहिँ कहिले पनि नमर्ने प्रक्रियाभित्र पस्छ तर त्यो गर्नुको लागि चाहिँ उसले आर्टिफिसियल इन्टेलिजेन्ससँग इन्टिग्रेट गर्नुपर्छ अघि दानियलले के भनेको थियो कुन चाहिँ माटो मिसिन्छ अरे कुमालेको माटो र के मिसिन्छ फलाम मान्छे र टेक्नोलोजी अब दानियलले त त्यो भनेको थियो नि त अब यो रे क्रुजवेलले के भन्दैछ मान्छे चाहिँ नि त्यो अप्सनभित्र छ तपाईँकोमा 2030 सालभित्रमा चाहिँ तपाईँकोमा यस्तो अप्सन छ कि मान्छे कहिले पनि मर्दैन एन्ड द्याट इज अ लाई त्यो चाहिँ झुटो त्यो झुटो किनभने बाइबलमा चाहिँ यसरी लेखेको छ मान्छेको लागि एकपल्ट मरण अनि त्यस पछाडि इन्साफ नियुक्त भएको छ हिब्रूको किताब 9:27 तर अघि हामीले दानियलको किताब 11:32 पढ्दै थियौँ त्यसले झुटो प्रतिज्ञाहरूद्वारा मान्छेलाई के गर्छ फसाउँछ
सुन्नुहोस् चर्च, हामीलाई नि यो कुरा थाहा छैन नि त। हामीलाई मजा लाग्छ नि, कहिले नमरिने रहेछ, कहिले नमरिने रहेछ। यो कुरामाथि नि उनीहरूले काम गरिरहेको छ। दे वर्किङ। उनीहरूले के काम गर्दैछ? उनीहरू थुप्रो कम्पनीजहरूले काम गरिरहेको छ। थुप्रो कम्पनीजहरूले उनीहरूले के काम गर्दैछ भन्दाखेरि चाहिँ उनीहरूले यो काम गर्दैछ। थुप्रो कम्पनीजहरू छ, जस्तो कि एलियन मस्कले भन्दैछ ब्रेन अपलोड गर्नुपर्छ। अब संसारको टप मान्छेहरूको कुरा गरेको यहाँ नक्सामा देख्दैन रहेछ, तर यहाँ म पढेर सुनाइदिँदैछु। उनीहरूले के भन्दैछ? विभिन्न किसिमले, जुन किसिमले गर्दाखेरि चाहिँ मान्छे कहिले पनि नमर्ने हुन्छ, त्यसको एउटा तरिका यो एलियन मस्क भन्ने मान्छेले भन्यो, तिम्रो ब्रेनलाई अपलोड गर्नुपर्छ कम्प्युटरसँग, अथवा त्यो चिपलाई हाल्नुपर्छ। मेरो ब्रेनलाई नि कम्प्युटरसँग जोड्नुको लागि काहीँ न काहीँ एउटा जोड्ने त हुनु पऱ्यो नि त। टाउको यसो कम्प्युटरमा टसाउँदा त जोडिँदैन नि त, त्यो भित्र केही न केही त हाल्नु पऱ्यो नि त है। सो उसले भन्दैछ तिम्रो ब्रेनलाई अपलोड गर्यो भने तिमी मऱ्यो भने पनि नयाँ प्लास्टिकको बडी पाइहाल्छ। सो के गर्छ, त्यो ब्रेनलाई फेरि कम्प्युटरबाट त्यो मेसिनमा हालिदियो भने तिमी जस्तोको तस्तै, त्यस्तै सोच्छ, त्यस्तै विचार गर्छ। किनभने हाम्रो विचार, मान्छेको जब ब्रेन डेड हुन्छ नि केही पनि काम लाग्दैन नि त। सो के भयो, त्यो कुरालाई उसले एक्सप्लेन गरिरहेको थियो। सो उसले भन्दैछ त्यो गऱ्यो भने चाहिँ हामी के हुन्छौँ, हामी सधैँको लागि बाँच्छौँ। यसरी लेखेको छ, एलियन मस्क थिङ्क्स वान डे वी कुड पुट आवर माइन्ड इन अ कम्प्युटर अर अ रोबोट। अनि त्यो वान डे चाहिँ कहिले भन्दैछ? 2030 साल भन्दैछ। मैले अघि तपाईँलाई भने नि, अबको 1-2 वर्ष बाद जन्मिने नानीहरू, सायद 2-3 वर्ष बाद जन्मिने नानीहरूले चाहिँ नि अहिलेको यत्रो चारपट्टि फोन देख्यो भने हाँस्छ, यस्तो ट्याबहरू देख्यो भने हाँस्छ, यस्तो प्रोजेक्टरहरू देख्यो भने हाँस्छ। किनभने त्यो चाहिँ उसको ब्रेनमा अलरेडी हालिदिन्छ, अलरेडी हाल्ने टेक्नोलोजी आइसकेको छ। अन्त प्रभुले भन्नुभयो नि त्यो दिनमा दुध खुवाउने आमाहरूलाई हाई भनेको छ नि, यस्तो भएन। किन जन्मिने बित्तिकै हालिदियो भने त कसले थाहा पाएर है, यस्तो डरलाग्दो कुरा हो। त्यसले गर्दा नि हामी होली जेनेरेसन हुनु, पवित्र पुस्ता हुनु जरुरी छ। नेक्स्ट इयर के भन्दैछ जापानिज साइन्टिस्टहरूले, त्यो जुन चाहिँ मैले तपाईँलाई लास्ट टाइम एउटा स्लाइड देखाएको थिएँ, नानीहरूलाई ल्याबमा बनाउने नेक्स्ट इयरदेखि त्यो इम्प्लिमेन्ट हुन्छ अरे। नेक्स्ट इयरदेखि कस्तो चाहिँ हुन्छ होला त्यो नानीहरू जो चाहिँ ल्याबमा बनाउँछ, ल्याब ग्रोन बेबिजहरू। चर्च आज जन्माउन सक्ने क्षमता त परमेश्वरले दिनुभएको छ नि हामीलाई, तर हामी परमेश्वरको शक्तिलाई विश्वास नै गर्दैनौँ। प्रभुले भन्नुहोस्, ए बाजी, ए नजन्माउनेहरू गीत गा भनेको छ। अब चाहिँ नि तपाईँको गर्वहरू चाहिँ एउटा यस्तो आत्मिक गर्व हुन जरुरी छ, जसले चाहिँ नि केही कुरालाई जन्माउँछ, केही कुरालाई एउटा पुस्तालाई जन्माउँछ। चर्च हामी चाहिँ त्यो ठाउँ हुनु जरुरी छ, होइन भने नि अर्को पुस्तालाई खडा गर्दैछ। एकजना मान्छे रहेछ रसियन साइन्टिस्ट, उसले के भन्दैछ, मान्छेलाई एउटा यस्तो पिल देऊ जुन चाहिँ दबाई खान्छ के हुन्छ, मान्छे बुढै हुँदैन, बुढै हुँदैन। फेरि अर्कोले भन्दैछ जिन थेरापी, जेफ बिजोज भन्ने एमाजोनको मालिकले भन्दैछ, एमाजोनको मालिकले एउटा जिन थेरापीलाई फन्डिङ गर्दैछ, जसले चाहिँ के गर्छ, तपाईँको जिनलाई भित्रकोलाई रिजेनेरेट गर्छ। भन्नु खोजेको कुरा अब यो वैज्ञानिक कुराहरू हामी बुझ्दैनौँ। अब सरल भाषामा भन्नु भने चाहिँ छाप भनेको, छाप लाउँछ अरे, एक दिन यस्तो दिन आउँछ अरे, अब आइपुग्यो, हामी यहाँ छौँ। है छाप नलाउनेलाई चाहिँ घरमा खेती बन्दुक लगाएर खेद्नै पर्दैन। अब मान्छे जान्छ लाइनमा उभिन्छ छाप लाउनुलाई। किन भन्नुहोस् त, तपाईँको नानी चाहिँ बुद्धु छ र अर्को त्यो चिप हाल्ने नानी चाहिँ 10 गुणा ज्ञानी छ भने चाहिँ तपाईँलाई पनि त्यहाँ जानु करै लाग्यो नि त। कुन चाहिँ चुज गर्ने, त्यो गरेर अनन्त नरकुण्डमा जाने चुज गर्ने कि विश्वासमा जिउने चुनाव गर्ने? है त्यो छाप बिना त अब संसारबाट करेन्सी हराउँदैछ, पैसा हराउँदैछ। तपाईँ नि विदेशतिर जानु भने नि, हुने इन्डियामा पनि छ त्यस्तो, तर ठुल्ठुलो सहरहरूमा मात्रै छ। तपाईँले पैसै बोक्नु पर्दैन, तपाईँले पैसै बोक्नु पर्दैन। आज पनि छ, हामी चलाउँछौँ जिपे, कुनै के गुगल पे, फोन पे केहरू चलाउँछौँ।
तर त्यो भन्दाखेरि पनि एडभान्स टेक्नोलोजी आएको छ। वेभ गर्ने मात्रै आएको छ। तपाईँको अनुहारलाई हेरेर पेमेन्ट गर्ने, तपाईँले फोन पनि बोकेको छैन, केही पनि बोकेको छैन, गएर तपाईँको अनुहार मात्रै यसो देखाउनु भने पेमेन्ट हुन्छ। त्यो आइसक्यो त्यो टेक्नोलोजी। तर त्यो एप त सबैजनाले लिँदैन नि। यहाँ तपाईँले नि तपाईँ कलकत्ताको या दिल्लीको या मुम्बईको या कुनै पनि यस्तो मेजर एयरपोर्टमा जानु भने नि एउटा यस्तो खालके फेसियल रिकग्निसन गेटवे खोलेको छ। तपाईँले सजिलोसँगले फोनमा डाउनलोड गरेर तपाईँको फेसियल रिकग्निसन गर्नु भने चाहिँ नि त्यो ठाउँमा तपाईँ जानुभयो भने तपाईँको कम्प्युटरमा अनुहार मात्रै देखाउनुपर्छ, त्यो गेटबाट तपाईँ सिधै छिर्नु पाउँछ। अनि त्यो गेटमा नि एभ्री टाइम तपाईँ जानुहोस् त यो तपाईँको लागि होइन, तपाईँको छ त्यो आइडेन्टिटी सोध्छ। अनि त्यसलाई सजिलोसँगले एक्सेस दिइरहेको छ। हामी विदेश यात्रा गरेको थुप्रो भयो। हामी एभ्री टाइम इमिग्रेसनमा के देख्छौँ, एउटा नयाँ टेक्नोलोजी आएको छ। पहिला चाहिँ हाम्रो पासपोर्ट लगेर साइन गरेर त्यो मान्छेले अनुहार हेर्दै पासपोर्ट हेर्दै गर्थ्यो। अब त छैन, त्यो मान्छेहरू छैन। गेटमा लगेर पासपोर्ट मात्रै राख्नुहुन्छ ठ्याप्पै है। तपाईँको पासपोर्टलाई रिड गर्ने बित्तिकै क्यामेरामा हेर भन्छ, सट्टै अनुहार स्क्यान गर्छ, गेट खोलिदिन्छ। मिलेन भने गेट मरै खोलिँदैन, तपाईँ त्यो अर्को देशभित्र पस्नै सक्नुहुन्न। अलरेडी त्यो टेक्नोलोजीहरू आइसक्यो। तर त्यो चाहिँ भित्र पस्नेवाला छ अब चाहिँ। सो यो कुरालाई उनीहरूले के भन्दैछ, इमोर्टल बाई 2029। यो कोसिसहरू अगाडि पनि भएको थियो, तर आज यो कोसिस झन् सक्रिय भएको छ। ह्युमनोइड्सहरू छ। यो तपाईँले देख्दै गरेको नि साँच्चीकै ह्युमनोइड्सहरू हो, रोबोट्सहरू हो। माथि देख्दै गरेको केटीको नाम ग्रेस हो, ऊ नर्स हो। एज केयर। आज नि हाम्रो थुप्रोजना यहाँबाट आमा बाउहरू बाहिर जान्छ देश विदेशमा एज केयरको काम। अब त्यसलाई रिप्लेस गर्दैछ अलरेडी, किनभने मान्छेलाई राख्नु भिजा एज केयरको प्रब्लम के छ। बरु भन्दा एकपल्ट इन्भेस्ट गर्यो, उसलाई कहिले पनि दुःख नदिने, साथ दिने त्यो ग्रेस अलरेडी बनिसकेको छ। नाम पनि हेर्नु कति राम्रो लेखेको है। यहाँ तलको सोफिया हो, अर्को जापानिज हो। यसो हेर्दाखेरि मान्छे नै जस्तो देख्छ। अस्ति मैले नि गुगलको एक्स इन्जिनियरको इन्टरभ्यू हेर्दै थिएँ। अनि त्यो मान्छेले के भन्दै थियो भने नि अब चाहिँ यस्तो समय आउँदैछ जब चाहिँ नि हामी एउटा हलमा 1200 जना मान्छे भेला भयो भनेको चाहिँ अचम्म हुन्छ अरे। त्यो त छोडिदिनुहोस्, 1200 जना त होइन, 25 जना चाहिँ हामी एउटा हलमा मान्छेहरू मात्रै थियो भने चाहिँ नि त्यो चाहिँ ग्रेट न्युज हुन्छ अरे। किन तपाईँलाई थाहै हुँदैन तपाईँको छेउमा बसेको मान्छे हो कि होइन, त्यो पनि थाहा हुँदैन। त्यो टाइमभित्र हामी पस्यौँ भन्दै थियो। सेभ योर चिल्ड्रेन भन्दै थियो उसले पनि, नानीहरूलाई नल्याऊ यस्तो समयमा संसारमा भन्दै थियो। बच्चाउ तिम्रो नानीहरूलाई भन्दै थियो उसले। जबकि त्यो मान्छे प्रभुलाई विश्वास पनि गर्ने होइन, उसले प्रभुको त पनि जान्दैन, जान्नु पनि चाहँदैन। तर उसले बुझ्यो इन्टेन्सिटी, मानवताको समस्या जान्दैछ। आज यहाँ नि कतिजना तपाईँ आउनु भएको छ होला। हेर्नुहोस् मेरो प्रिय हो, तपाईँले बाइबल कहिले पढ्नु भएको छैन होला, यीशु ख्रीष्टको बारेमा सुन्नु भएको छैन होला। तर आज मैले बाइबलको यीशु ख्रीष्टको या धर्मको प्रचार गरेको होइन, बाइबलमा लेखेको अगमबानी चाहिँ कसरी हाम्रो डेजहरूमा पुरा हुँदैछ। यदि तपाईँ त्यो व्यक्ति हो र यदि तपाईँको जीवनमा तपाईँले प्रभुलाई विश्वास गर्नुभएको छैन भने तपाईँ भयानक ठाउँमा हुनुहुन्छ। किनभने अनन्त जीवन चाहिँ केवल येशू ख्रीष्टले मात्र दिन सक्नुहुन्छ। यस कारणले गर्दा अहिले म तपाईँलाई अल्टर कल दिन्छु। यदि त्यस्तो कोही पनि छ र आज तपाईँले आफ्नो जीवन प्रभुलाई दिन चाहनुहुन्छ भने आज तपाईँको दिन हो। मिस नगर्नुहोस् यो कुरालाई। है तपाईँले यहाँ तर्साएर भनेको होइन, म कसैलाई तर्साउन आएको होइन। यो हुँदैछ यहाँ भएको कुरालाई बिब्लिकल्ली कसरी पुरा भयो भन्ने कुरालाई फरक पारेर देखाएको मात्रै हो। पहिलाको समयमा पनि जब राज्यहरू खडा भएको थियो, अघि जुन चाहिँ सुनको टाउको देखेको थियो नि, त्यो सुनको टाउको समयमा त्यो राजाले एउटा मूर्तिलाई खडा गर्यो अनि बाबेलको एउटा दुरा भन्ने ठाउँमा राखेको छ। त्यो सुनको मूर्तिलाई खडा गरिकन त्यो दुरा भन्ने ठाउँमा राख्यो। अनि के भयो, त्यो सुनको मूर्तिलाई सबैजनाले पुज्नु पर्थ्यो, तर त्यो सुनको मूर्ति बोल्दैन थियो त्यति बेला चाहिँ। तर बाइबलमा लेखेको छ प्रकाशको पुस्तकमा, अन्तमा चाहिँ त्यसले एउटा यस्तो मूर्तिलाई खडा गर्छ जसले चाहिँ बोल्छ, है। तपाईँले पत्याउनु हुन्न होला, हेरौँ हामी प्रकाशको किताब 13 अध्यायमा कसरी बाइबलमा लेखेको कुरा चाहिँ नि सत्य छ।
बुक अफ रेभलेसन च्याप्टर 13 वर्स 15 लाई हेर्नुहोस्। प्रकाश 13 को 15। प्रकाश 13 को 15। त्यहाँ के भनेर लेखेको छ, म पढ्दैछु है। यसरी लेखेको छ, त्यस पहिलो पशुको मूर्तिमा सास हालिदिने अनुमति त्यसलाई दियो, यस हेतुले कि त्यो मूर्ति बोल्न सकोस्। है, अघि तपाईँले देख्नुभयो नि तीनटा, तिनीहरू बोल्नु सक्छ। सास त फेर्दैन हामी जस्तै, अक्सिजन चाहिँदैन, तर त्यो सास चाहिँ किन हाल्दै थियो अरे? बोल्नुलाई। यस कारणले कि त्यसले भात खानु सकोस् भनेर लेखेको छैन। यस कारणले कि त्यसले अरू मान्छे जस्तै त्यसको शरीरमा रगत बगोस् भनेर लेखेको छैन। सास हाल्दिएको प्रमाण चाहिँ के छ? त्यो बोल्नु सक्छ। सो अघि यहाँ मैले देखाएँ नि तपाईँलाई, यो तीनटा रोबोट देख्दै हुनुहुन्छ नि। जस्तै जिनेभामा जुन चाहिँ कन्फरेन्स भयो, 51 जना यस्तो भेला भएको थियो। 51 जना भेला भएको थियो। अब जना भन्नु कि 51 वटा भन्नु कि है 51 जना बहिनीहरू, दाजुहरू, भाइहरू भन्नु के भन्नु अब भन्नु पनि आउँदैन। 51 वटा भेला भएको थियो। अनि उनीहरूको इन्टरभ्यू भयो, फुल फ्लेजेड इन्टरभ्यू। तर यहाँ दानियलको किताबमा के भन्दैछ हेर्नुहोस् है, त्यसलाई चाहिँ यस्तो अधिकार दियो, प्रभुले नै हुन दिनु भएको। किन? अब संसारको अन्तिम समयमा चाहिँ यो हुन्छ भनेर प्रमाण गरेको। सो यस्तो त कुनै पनि बोलेको थिएन नि, त्यसलाई दियो भनेको छ, त्यसलाई गर्नु दियो। यस हेतुले कि त्यो मूर्ति चाहिँ के अरे, त्यो मूर्ति चाहिँ, त्यो पशुको मूर्ति चाहिँ बोल्न सकोस्। बोल्न सक्ने, बोल्नु त हाम्रो ल्यापटप पनि बोल्छ नि, आइप्याड पनि बोल्छ, कम्प्युटर पनि बोल्छ, तर त्यहाँभित्र भएको कुरा मात्रै बोल्छ त्यसले। त्यहाँदेखि अरू कुरा बोल्छ? बोल्दैन। तर यसले चाहिँ नि तपाईँले भनेको जे कुराको पनि उत्तर दिन सक्छ। जे कुराको पनि उत्तर दिन सक्छ। त्यसभित्र प्रोग्राम नगरेको कुरा पनि बोल्नु सक्छ। तपाईँ आफै कल्पना गर्नुहोस् न, एउटा चिज जो मान्छेले बनाएको एउटा मसिन, त्यसभित्र त जे फिट गरेको छ त्यति त बोल्छ। मेरो हातमा यो रिमोट छ, यो रिमोटले है आफै बोलेर आफै भिडियो देखाउन सक्छ? हजुर, सक्दैन। तर के होला यदि यो आफै बोलेर आफै भिडियो देखाइदियो भने चाहिँ? हजुर, के चाहिँ हो यो? त्यो त एउटा आत्मिकी शक्ति हो नि त। तर यिनीहरूले आत्मिकी शक्ति त भन्दैन, यसलाई के भन्दैछ? आर्टिफिसियल इन्टेलिजेन्स। अनि त्यो जुन चाहिँ इन्टेलिजेन्स भन्ने वर्ड चलाएको छ नि, त्यो इन्टेलिजेन्स भन्ने वर्ड दानियलको किताब 12 अध्यायको 4 पदमा चलाएको छ। दानियलको किताब 12 अध्यायको 4 पदमा के भनेको छ? अन्तमा चाहिँ ज्ञान बढ्ने छ, यति साह्रो बेसी बढ्छ अनि मान्छेहरू चाहिँ यताउति कुद्ने छ भनेर लेखेको छ। दानियलको किताब 12 अध्यायको 4 पदमा यति साह्रो ज्ञान बढ्छ, आज हजारौँ गुणा ज्ञानी छ। अनि त्यो ज्ञान भन्ने शब्द चाहिँ नि पहिलोपल्ट कहाँ युज गरेको रहेछ बाइबलमा भन्दाखेरि, जब प्रभुले आदमलाई अदनको बगैँचाको बिचमा लगेर त्यो रुख देखाउनु भयो, जुन चाहिँ रुखमा चाहिँ असल र खराबको ज्ञान दिने रुख थियो, त्यति बेला त्यो ज्ञान भन्ने शब्दलाई चलाएको छ। ज्ञान भन्ने शब्द, त्यो कुरा त आज हाम्रो आँखाको अगाडि प्रत्यक्ष भइरहेको छ। दे क्यान स्पिक, उनीहरूले बोल्नु सक्छ, उनीहरूले डिसाइड गर्नु सक्छ, उनीहरूले निर्णय लिनु सक्छ। अनि इनफ्याक्ट उनीहरूले बोली पनि राखेको छ, बोल्दैछ। यो च्याट जिपिटी भन्ने, यो नेक्स्ट स्लाइडलाई दिनुहोस् त। च्याट जिपिटी भन्ने यो आर्टिफिसियल इन्टेलिजेन्सले के भन्यो त्यसको नेक्स्ट पोइन्टमा है, त्यसले बोलेको कुराहरू लेखेको, यो न्युजले देखाएको, यो मैले जुन चाहिँ न्युजमा देखाएको छ त्यसकै क्लिपिङ खिचेर तपाईँहरूलाई देखाएको। किन मान्छेले भनेको भने चाहिँ पत्याउँदैन नि त आजको दिनमा, त्यस्तो पनि हुन्छ भनेर न्युजले भन्यो भन्छ नि, हो यो न्युजले भनेको। र त्यसले के भन्दैछ अर्को पोइन्ट चाहिँ, हामी चाहिँ मान्छेहरूलाई म्यानिपुलेट गरेर कन्ट्रोल गर्छौँ, मान्छेहरूलाई भ्रमित बनाइदिन्छौँ र हामी के गर्छौँ? नियन्त्रण गर्छौँ। नि दानियल अघि हामीले प्रकाशको पुस्तकमा के लेख्यो त्यस्तै लेखेको छ। त्यसले चाहिँ बोल्न सक्छ अनि त्यसले चाहिँ ठुल्ठुलो आश्चर्य कामहरू पनि गर्छ, ग्रेट साइन्स। म नि तपाईँलाई अर्को यो देखाउन चाहन्छु, यो क्लाउड सिडिङ भन्छ, क्लाउड सिडिङ भन्छ। अनि नि यस्तो टेक्नोलोजी आयो, अब हाम्रो बाहिर पानी पर्दैछ नि,
यो साँच्चीकै पानी परेको हो, प्राकृतिक पानी परेको हो कि डुप्लिकेट परेको हामीलाई त्यो पनि थाहा छैन। किनभने क्लाउड सिडिङ टेक्नोलोजी आयो दुबईमा चाहिँ नि, क्लाउड सिडिङले चाहिँ नि उनीहरूले बाढ जाने पानी पराइदिँदो रहेछ। यो टेक्नोलोजी अलरेडी छ। पहिला लेखेको छ त्यसले चाहिँ आकाशबाट ठुल्ठुलो चिन्ह गर्छ, आगो पनि झारिदिन्छ, ग्रेट साइन्स इन हेभन गर्छ भनेको छ। यी अलरेडी बाई द हेल्प अफ एआई गर्नु थाल्यो क्लाउड सिडिङ। सो हामीले नि प्रभुले गर्नुहुने आश्चर्य कामको विरोध गर्यो भने, पवित्र आत्माको कामको विरोध गर्यो भने चाहिँ नि भोलिको दिनमा चाहिँ हाम्रो नानीहरूले चाहिँ नि यसलाई विश्वास गर्छ। किन हामीले पवित्र आत्माको कुराको विरोध गर्नु हुँदैन? किन हाम्रो नानीहरूलाई हामीले पवित्र आत्मा चाहिँ वास्तविक हुनुहुन्छ, उहाँले काम गर्नुहुन्छ, उहाँले चङ्गाई गर्नुहुन्छ, उहाँकोमा छुटकारा छ, ओ अब त्यो सक्यो त्यो समय भन्ने हामी यस्तो आँट गर्छौँ नि। तर त्यो आँटले चाहिँ नि शत्रुलाई यो गर्ने बनाइदिएको छ। टेक्नोलोजी नराम्रो छैन, हेर्नुहोस्, केही पनि छैन हाम्रो त्यससँग दुश्मनी। हाम्रो लागि सुविधा छ, गाडीमा चढेर आएको हामी अहिले गाडीमा चढेर फर्किन्छ, टेक्नोलोजीको देन हो त्यो। तर नि अब के हुँदैछ, त्यसले चाहिँ यस्तो आकाशमा पनि चिन्ह गर्न सक्छ, जहाँ पनि पानी रोकिदिनु सक्छ, पानी झारिदिनु सक्छ। कसले गरेको थियो त्यो भन्नुहोस् त? पहिला आकाशमा पानी कसले बन्द गरेको थियो? बाइबलमा नानीहरूलाई थाहा छ कसले बन्द गरेको थियो आकाशको पानी? हजुर, एलियाले गरेको थियो। कसले खोलेको थियो फेरि? एलियाले खोल्यो। अब चाहिँ टेक्नोलोजी क्यान डु। सो हामीले प्रफेटलाई, प्रोफेसीलाई विरोध गर्छौँ नि है, उनीहरूको अगाडि अर्को विकल्प छ। पत्याउँछ होला हाम्रो नानीहरूले भोलिको दिनमा बाइबल, किनभने यो टेक्नोलोजी त उनीहरूको अगाडि छ। नानीहरूलाई भन्न चाहन्छु, हेर पवित्र आत्माको सामर्थ्यमा चाहिँ नि वी क्यान डु ग्रेटर थिङ्स। त्योभन्दा ठुलो कुरा गर्न सक्छौँ हामीले, त्योभन्दा शक्तिशाली कुरा गर्न सक्छौँ। चर्च हामी नि यो कुरामा अवेर हुनुपर्छ। अब हाम्रो नानीहरूलाई बताउनुपर्छ परमेश्वरको सामर्थ्य के हो भनिकन। उनीहरूले जान्नुपर्छ अब्राहम इसाकको परमेश्वरलाई, याकुबको परमेश्वरलाई उनीहरूले चिनेको हुनुपर्छ। विश्वास गर्नेहरू चाहिँ अब्राहमको सन्तान हो भनिकन जान्नुपर्छ। आई क्यान डु अल थिङ्स थ्रु क्राइस्ट हु स्ट्रेन्थन्स मी भन्ने कुरालाई उनीहरूले जान्नुपर्छ। तर जानेन भने चाहिँ नि संसारले अलरेडी उनीहरूलाई एउटा विकल्प दिइरहेको छ। प्रकाश किताब 13 अध्यायको 11 देखि 14 हेर्नुहोस्, त्यहाँ के लेखेको छ? प्रकाश 13 को 11 देखि 14 पदमा यसरी लेखेको छ, अनि पृथ्वीबाट निस्किरहेको अर्को एउटा पशु मैले देखेँ, त्यसको पनि थुमाको जस्तै 2वटा सिङ थिए र अजिङ्गरले जस्तो त्यो बोल्थ्यो। त्यसले पहिलो पशुको उपस्थितिमा त्यही पशुको सारा अधिकार चलाउँदथ्यो र पृथ्वी र सम्पूर्ण बासिन्दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्यो, जसको घातक चोट निको भएको थियो। मानिसको आँखाको अगाडि 13 पद हेर्नुहोस्, आकाशबाट पृथ्वीमा आगो झार्ने जस्तै ठुल्ठुलो चिन्हहरू त्यसले गर्यो। है, आगो झार्नु त आकाशबाट आज केही ठुलो कुरा होइन। माथि सेटेलाइटबाट एउटा बम झार्दियो भने त्यो त केही ठुलो कुरा होइन। र ठुलो कुरा चाहिँ आजको दिनमा के छ? आकाशबाट पानी झार्नु, जो चाहिँ उनीहरूले अलरेडी झारेर देखाइदिइसक्यो। खै चर्च हाम्रो सामर्थ्य? खै हाम्रो सामर्थ्य के भयो? वाट ह्यापन्ड? टेक्नोलोजी चाहिँ नि आज त्यहाँसम्म पुग्यो। आर्टिफिसियल इन्टेलिजेन्स आज त्यहाँसम्म पुगिसकेको छ। खै हाम्रो प्रार्थना? खै हाम्रो शक्ति? परमेश्वरको कुरा चाहिँ पहिला लेखेको छ, परमेश्वरको राज्य चाहिँ कुरामा होइन शक्तिमा छ। है, त्यो कुरा चाहिँ नि अब शैतानले देखाउने कोसिस गर्दैछ। अनि यिनीहरूलाई शैतान भनेको होइन है, तर त्यसको माध्यमबाट त्यसले माध्यमहरूलाई चलाइरहेको छ। खै त हाम्रो शक्ति? खै त हामी त कुरा मात्रै गऱ्यौँ त। इनफ्याक्ट पवित्र आत्माको कामलाई विरोध गर्ने भयो। इनफ्याक्ट हामी पवित्र आत्माको कुरा हुँदै गर्दाखेरि नपत्याउने भयो। कतिजना हुनुहुन्छ आज यो कोठामा है, पवित्र आत्माको कुरा निन्दा गर्ने, ठट्टा गर्ने, जिस्किने, अघि अन्य भाषामा प्रार्थना नानीहरूले गर्दै गर्दाखेरि यिनीहरूलाई सिकाएर गरेको जस्तो लाग्यो होला सायद कतिजनाको। त्यस्तै हुन्छ नि रङ एटिट्युड पसेपछि। तर नि त्यो कुरालाई चाहिँ शैतानले नै अब अर्कै प्रकारले देखाइदिँदैछ, किनभने परमेश्वरको राज्य चाहिँ कुरामा छैन। तपाईँलाई म अझै देखाउन चाहन्छु, यो चाइनाले बनाएको आर्टिफिसियल जुन
आर्टिफिसियल मुन हेर्नुहोस्, उनीहरूले नि अब चाहिँ आर्टिफिसियल मुनले चाहिँ नि स्ट्रिट लाइट बाटो उज्यालो बनाउँदैछ। किनभने हामीले शक्ति देखाउन सकेनौँ, किनभने हामीले सामर्थ्य देखाउन सकेनौँ। हामी त देखाउनेहरूलाई पनि विरोध गर्ने भयो, परमेश्वरको कुरालाई पनि निन्दा गर्ने भयो, नपत्याउने भयो, शङ्काको दृष्टिकोणले हेर्नुभयो। त्यो कुरालाई नि चर्चबाट लग्यो उनीहरूले, अनि उनीहरूले बनाएर माथि राखिदिँदैछ है। त्यो चाइनाको नानीहरूले, त्यो पुस्ताले नि प्रभुलाई विश्वास गर्छ होला। हामी अलिकति सेफर जोनमा छौँ, अलिकति हल्का, किनभने अहिले हाम्रो नानीहरूलाई नि हामीले सत्यतालाई प्रचार गऱ्यो भने यिनीहरू सत्यतासँग बढ्छ, अलिकति सेफ छौँ। तर बेसी समयको चाहिँ छैन त्यो पनि। तपाईँले आज मैले भनेको कुरालाई पत्याउनु भएन भने नि अबको वर्षौँ दिन बाद तपाईँले थाहा पाउनुहुन्छ, ए पक्का भनेको थिएछ, साँच्चीकै कुरा गरेको थिएछ भनिकन। म पहरादार भएर आज तपाईँको अगाडि उभिएको छु, मेरो काम हो। मैले भने यहाँ आएर नि यो भन्नु मेरो लागि च्यालेन्ज छ। यो नानीहरूले अहिले के बुझ्दैछ होला, तर यिनीहरूले देख्यो, यिनीहरूले देख्नु थाल्यो, यिनीहरूले ए यस्तो त होइन रहेछ नि, प्रभुको चाहिँ साँच्चीकै रहेछ बनाउँदैछ। चाइनाले आर्टिफिसियल जुन बनाउँछ, जे पनि गर्नु सक्छ उनीहरूले। त्यति मात्र होइन, आर्टिफिसियल अर्थक्वेक र भल्क्यानोजहरू पनि ल्याउन सक्छ, लेखिरहेको छ हेर्नुहोस् त। हिजो अस्ति टर्कीमा डरलाग्दो भल्क्यानो गयो नि है, डरलाग्दो भुइँचालो गयो है। मान्छेहरूको डिबेट चल्दैछ त्यो डुप्लिकेट थियो कि अरिजिनल थियो। किनभने अबको युद्धको हतियार चाहिँ पहिलाको जस्तो बमहरू हुँदैन, जैविक हतियारहरू छ, सेस्मिक वेपन्सहरू छ। तर बाइबलमा लेखेको छ हामीलाई दिएको हतियार चाहिँ के छ? शक्तिशाली छ। सुन्नुहोस् है नानीहरू, हामीलाई दिएको हतियार चाहिँ शक्तिशाली छ। हामीलाई दिएको हतियार कस्तो छ अरे नानीहरू? हजुर के हो त्यो शक्तिशाली हतियारको नाम? हजुर बाइबल गुड। अरू अरू के हो? हजुर प्रार्थना गुड। अरू पवित्र आत्मा गुड। अरू के हो? के हो? हजुर आराधना गुड। वचन बिलिभ इट, विश्वास गर। साँच्चै के हो यो? हामीलाई दिएको हतियार शक्तिशाली छ। हामीलाई दिएको हतियार शक्तिशाली छ। आजको दिनको हतियार चाहिँ नि नानीहरू बम बुलेटहरूले लड्नु छोड्यो। अब उनीहरूले एउटा ठाउँमा नि कहाँ पड्काउनु मन पऱ्यो चाहिँ भुइँचालो पठाइदिन्छ, कसले पनि देखेन। बम पनि झार्नु परेन, कसैको सिमाना पनि नाग्नु परेन है। आकाशबाट पानी भक्कु पराइदिन्छ, उनीहरूको बाटै भत्किन्छ है। देखेन, बम झार्नै परेन, तर माथि हुँदै थियो। तर नि हामीलाई दिएको हतियार चाहिँ त्योभन्दा पनि के छ? शक्तिशाली छ। त्योभन्दा पनि के छ अरे? शक्तिशाली। चर्च, वी हेभ टु बिलिभ दिस, वी हेभ टु प्र्याक्टिस दिस। हामीले विश्वास गर्नुपर्छ, हामीले अभ्यास गर्नुपर्छ यसलाई। विश्वास त गर्छ नि, शैतानले पनि गर्छ, तर अभ्यास गर्ने अधिकार चाहिँ छोराछोरीहरूलाई दिनुभएको छ। छोराछोरीले चाहिँ नि बाउको चिजलाई चलाउँछ, छोराछोरीले चाहिँ नि घरमा भएको सामानलाई काममा ल्याउँछ। सो हामीले अभ्यास गर्नुपर्छ। यो पुस्तालाई यदि हामीले बचाउनु हो, यहाँ टिनेजर्सहरू छ, युथहरू छ, प्रभुलाई धन्यवाद, तपाईँले एउटा इन्भिटेसनको भरमा तपाईँ आउनुभयो। तर टेक दिस मेसेज, आज यो सन्देशलाई बोकेर लानुहोस्। के गर्ने हामी यहाँबाट गएर? है मेरो शक्तिशाली हतियार प्रार्थना हो भने चाहिँ मैले प्रार्थना गर्नुपर्छ। यदि मेरो शक्तिशाली हतियार आराधना हो भने चाहिँ मैले आराधना गर्नुपर्छ। यहाँ आउँदा नि मैले नानीहरूलाई सोध्दै थिएँ, हाम्रो नानीहरूलाई सोध्दै थिएँ, तिमी किन गएको दार्जिलिङ? तिमी भात खानु गएको कि है कस्तो कस्तो मान्छे आउँदो रहेछ हेर्नु गएको कि दार्जिलिङ घुम्नु गएको कि के गर्नु गएको? लेखेर देऊ भनेर मैले भन्दै थिएँ। सबैले मलाई लेखेर दियो, म आराधना गर्नु गएको, म एउटा मान्छेको पनि प्राण बाँचोस् भनेर अगाडिबाट अगमबानी गर्नु गएको। गुड, राम्रो हो। तर तिमीले लेखेर दिएर तिमीले गरेनौ भने चाहिँ आफैलाई धोका दिने भयो। बाइबलमा भनेको छ वचन शून्य हो, शून्यहरू मात्र होइन पालन गर्नेहरू हो। किनभने कसैले वचन सुनेर पालन गर्दैन भने चाहिँ त्यसले आफैलाई धोका दिन्छ। यो कुरा नि अलरेडी छ। त्यहाँदेखि
त्यसले के भन्दैछ त्यसको नेक्स्ट, इस्टाब्लिश ग्लोबल डोमिनेन्स, सारा संसारभरि नै एउटा नियन्त्रणलाई जमाउने, सारा संसारभरि कसरी जमाउँछ नियन्त्रण, कसरी नियन्त्रण जमाउँछ सारा संसारभरि, थ्रु आर्टिफिसियल इन्टेलिजेन्स। अघि हामीले हेऱ्यौँ नि त्यो जुन चाहिँ पशुलाई मूर्तिलाई बोल्ने बनायो नि प्रकाशको किताब 13 अध्यायमा, त्यसले नै छाप लाउनु लगायो। सो तपाईँको अगाडि चाहिँ नि कुनै देशको राजा या सिपाही या सेना आएर तपाईँलाई छाप लाउनु लाउँदैन। तर मैले भने नि त्यो यति साह्रो ज्ञानी छ, त्योसँग काम गर्नुको लागि चाहिँ है तपाईँले त्यो चिप लगाउनै पऱ्यो नि त, नलगाए त हुँदै भएन। नत्र भन्दा त्यो जतिको काम नै गर्न सक्नुहुन्न। तपाईँको त रोजीरोटीमा लात लागिहाल्यो। त्यो जत्तिकै ज्ञानी हुनु पऱ्यो, त्यो जत्तिकै नथाक्ने हुनु पऱ्यो। त्यसले गर्दाखेरि अलरेडी बनाइदिइरहेको छ त्यो मेसिन, त्यो कुराहरू बनाइदिइरहेको छ। एउटा चिप लगाऊ शरीरमा, त्यो सानो खकनभित्र 4 किलोको त छ, तिमी त त्योभन्दा छिटो कुद्न सक्छौ, त्यो जत्तिकै कुद्न सक्छौ। अनि त्यसले जत्तिकै तिमी फास्ट डिसिसन लिन सक्छौ। ग्लोबल डोमिनेन्स त्यसको चाहिँ त्यो कोसिस हो, त्यसले ल्याउन चाहन्छ। यो नि हिजो अस्ति जिनेभामा भएको 2023 को कन्फरेन्स हो। कसको भन्नुहोस् त? मान्छेहरूको होइन, मान्छेहरूको होइन, आर्टिफिसियल इन्टेलिजेन्स। त्यो कन्फरेन्समा चाहिँ मान्छेहरू पनि गयो, उनीहरूलाई इन्टरभ्यू गर्यो। अनि इन्टरभ्यू गर्दाखेरि नि त्यसले के भनिएको छ, त्यो सोफिया भन्ने रोबोटले के भन्यो भन्दाखेरि चाहिँ उसले यसरी भन्यो, हामी चाहिँ संसार चाहिँ मान्छेहरूले भन्दा राम्रो चलाइदिन्छौँ। संसारमा जुन चाहिँ अनेकता छ, इनइक्वालिटी छ, इन्जस्टिस छ, घुसखोरी छ, हामी त्यो केही पनि गर्दैनौँ, तर हामी त्योभन्दा राम्रो चलाइदिन्छौँ। कसको भाषा बोलेको त्यो है? त्यो चाहिँ बिस्टको भाषा बोलेको नि त, मार्क अफ द बिस्टको ल्याङ्ग्वेज हो त्यो चाहिँ। त्यसको छाप बिना चाहिँ केही पनि किनमेल गर्न पाउँदैन। चर्च वेयर आर वी? हामी सबैको बिचमा। हामी कहाँ छौँ आज? हामी कहाँ छौँ? हामी के गर्दैछौँ यो सबैको बिचमा? के हामी प्रभुको कुरालाई विश्वास गर्नलाई तयारी छौँ? एउटा प्रश्न छ आज। आमा बाबुहरू, यसको गम्भीरतालाई नै तपाईँले बुझ्नु भने नि तपाईँले उपवासको समय छुटाउनुहुन्छ, आफ्नो नानीको लागि समय छुटाउन थाल्नुहुन्छ, तपाईँ उनीहरूसँग बात गर्न थाल्नुहुन्छ, उनीहरूलाई तपाईँले सिकाउन थाल्नुहुन्छ। नि संसारलाई हासिल गर्ने दौडदेखि नि एकछिन निस्केर पहिला आफ्नो नानीलाई बचाउनेपट्टि तपाईँ जानुहुन्छ। चर्च हामी रियल थिङ गर्छौँ, खानु लाउनु मजा गर्नु तमासा देखाउनु कुराहरूमा हामी हाम्रो समय बर्बाद गर्दैनौँ, हाम्रो धन टाइमलाई हामी गर्दैनौँ। अघि हामीलाई सुरुमा हाम्रो आदरणीय सुषमा दिदीले वचन पढेर सुनाउँदै हुनुहुन्थ्यो, योवेल 2:16, महासभा बोलाऊ, आमाहरू आऊ, बाबुहरू आऊ, दुधे बालकहरू आऊ, पश्चातापको दिनलाई घोषणा गर, रुव कराऊ, वेदीको सेवकहरू वेदीको बिचमा बसेर रुव। परमेश्वरको वचनले हामीलाई भनिरहेको छ। त्यस कारणले गर्दाखेरि नि यो भएको यो सेवकाई गर्नु नि कति विरोध थियो। यो गर्ने व्यक्तिहरूलाई मात्रै थाहा छ कति आँसुको साथमा, कति रुवाईको साथमा गरेको छ। तर यसबाट हामी नाम कमाउनुभन्दा बेसी बदनाम हुन्छौँ, तर केही छैन। तर यहाँ चाहिँ आज हामी पुस्ता बचाउने कुरा गर्दैछौँ। प्रभुले भन्नुभएको छ, पहरादारलाई चाहिँ भन भनेको छ, शत्रु आउँदै गरेको देख्यो र तैँले देखिस् भने चाहिँ चुपचाप नबस भन। तर भन्दा पनि मानेन भने चाहिँ त्यो व्यक्तिको मृत्यु भयो भने त्यसको जिम्मेदार चाहिँ ऊ नै हुन्छ। आज हामी बर्निङ बुस मार्फत एउटा पहरादार भइकन उभिएको छौँ। यो कुरा भन्दैछौँ चर्चलाई, शत्रु आउँदैछ, तपाईँको घरमा नि दस्तक दिनेवाला छ। कतिजनाको त अलरेडी दिइसकेको छ, कतिजना त शत्रुसँग खेल्दैछ। तर त्यो खेल्दै गएर शत्रुले चाहिँ नाप्दैछ। साँपले नि घरमा पाल्यो भने साँपको चाहिँ नि के गर्छ अरे भने नि, मैले एउटा घटना लास्ट भन्छु, नानीहरूलाई ब्रेक दिन्छु, अनि त्यसको बादमा हामी फेरि अर्को सेसनमा छिट्टो जान्छौँ, त्यहाँदेखि प्रार्थनामा लान्छौँ। एक दिन एकजना स्त्रीले नि घरमा अजिङ्गर पालेको रहेछ। अजिङ्गर उसलाई पुरा मनपर्ने अजिङ्गर घरमा ल्याएर पालेको रहेछ।
अनि त्यो अजिङ्गरले चाहिँ 2-3 दिनसम्म चाहिँ खानै खाएन अरे, खानै खाएन। अनि उसलाई सुर्ता लाग्यो मेरो अजिङ्गरले चाहिँ खानै खाएको छैन। उसलाई सुर्ता लाग्यो मेरो अजिङ्गर विक हुँदै जाँदैछ। हतार हस्पिटलमा लगेछ, त्यसको हस्पिटलमा लग्यो। अनि उसले भने त्यहाँको भेटनेरियनलाई भन्यो मेरो अजिङ्गरले खानै खाएको छैन, यति महँगो किनेको, यो त मेरो कस्तो पेट हो, यसलाई त म कस्तो माया गर्छु, किन खाएको छैन? यसो चेक गरेँ त्यसलाई। अनि डक्टरले 2-3वटा प्रश्न सोधेछ, यो अजिङ्गर तिमीसँगै सुत्छ? हजुर मसँगै सुत्छ। अनि त्यो सुत्दै गर्दाखेरि चाहिँ त्यसले चाहिँ तन्काएर तिम्रो माथि तिम्रो टाउको र तिम्रो खुट्टासम्म तन्किन्छ त्यो भनेर सोध्यो अरे। हजुर त्यसै गर्छ, मसँगै सुत्छ त्यसै तन्किन्छ। त्यहाँदेखि चाहिँ त्यो डक्टरले अजिङ्गरको साइकोलोजी बुझाइदिएछ। अजिङ्गरले चाहिँ नि जब पनि एउटा मान्छेलाई निल्नु आँटेको हुन्छ अरे नि, त्यो चाहिँ धेरै दिन खाना नखाइ बस्छ अरे, फास्टिङ बस्छ अरे। किन? त्यसलाई निल्नु पर्नेछ। त्यहाँदेखि चाहिँ नि त्यसले नाप्छ अरे म यसलाई निल्नु सक्छु कि सक्दिनँ, किनभने त्यसले निल्नु पर्ने कुरा चाहिँ त्यो भन्दाखेरि लामो हुनु हुँदैन अरे, अथवा त्योभन्दा बलियो हुनु हुँदैन अरे। अन्त अमेरिकामा नि थुप्रो यस्तो घटनाहरू भेटाएको छ जहाँ अजिङ्गरले नि त्यही मालिक उसलाई पाल्नेलाई नै निलेर मारेको, हरायो अचानक। घरमा त अजिङ्गर मात्रै छ, त्यसको पेट चिरेर हेरेको त मालिक त पेटभित्र। आज नि यो अजिङ्गरले नाप्दैछ हाम्रो परिवारलाई, हाम्रो घरलाई, हाम्रो मण्डलीलाई नाप्दैछ। त्यो त भोकै छ कस्तो, आई लभ इट, यो त मेरो फेभरेट एप तपाईँले भन्दै होला। तर अजिङ्गरले तपाईँलाई नापिरहेको छ। के गर्नुहुने? वाट डु वी डु? आमा बाउ के गर्ने? सारा संसारलाई हासिल गरेर नि आफ्नो प्राण गुमायो भने हामी के गर्ने? एउटा ठुलो प्रश्न छ। यो प्रश्नको उत्तर अहिले हामी नेक्स्ट सेसनमा तपाईँसँग दिन्छौँ। यति बेला हामीहरू प्रार्थना गरौँ। आउनुहोस् हामीहरू एकैछिन आफ्नो आँखाहरूलाई हामी बन्द गर्नेछौँ। प्रभु तपाईँको अगाडि आउँछौँ, हामी तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँको अनुग्रहको लागि, तपाईँको करुणा अनि कृपाको लागि धन्यवाद। प्रभु म प्रार्थना गर्छु पवित्र आत्मा, आजको यस दिनलाई सुरु गर्दै गर्दाखेरि प्रभु जुन वचन तपाईँले हामीलाई दिनुभयो, जुन कुराहरू हामीलाई बताउनु भएको छ, यो अपराह्नसम्म हामी आइपुग्यौँ। प्रभु हाम्रो अगाडि एउटा गम्भीर कुराहरू छ प्रभु, शत्रु चाहिँ मुखैमा आएको हामीले देखेका छौँ। तर प्रभु हामी जान्दछौँ हाम्रो एउटा शरण स्थान छ, अनि त्यो शरण स्थानमा यदि हामी आउन जान्यौँ भने प्रभु हामी बचाइनेछौँ, हामी सुरक्षित हुनेछौँ, अनि हामी अरूलाई पनि सुरक्षित बनाउन सक्छौँ। धन्यवाद प्रभु, यहाँसम्म सिकेको कुराले हाम्रो होसहरू खोलिन थालेको होस्, हामी इनिसिएटिभ लिन थालेको होस्, हाम्रो जीवनमा हामी गम्भीर हुन सकेको होस्, हाम्रो घरहरूलाई गइकन अजिङ्गर त हामीले पालेका छैनौँ भन्ने कुरालाई हामी हेर्न सकौँ प्रभु, र प्रभु हामी तयारी हुन सकौँ। धन्यवाद आज सिकेको कुरामा प्रभु तपाईँको रगत लगाउँदै, तपाईँको वचन लगाउँदै माग्दछु आशिष पुत्र प्रभु यीशु ख्रीष्टको जिउँदो अनि पवित्र नामले, आमेन।